पुरानो कुरालाई छोडेर अघि बढ्नु या भनौँ मुभ अन गर्नु कति कठिन छ है यो कुरा। हो, धेरै कठिन छ। आफ्नो प्यारो कुरालाई छोडेर अघि बढ्नु, हृदयमा साँचेको मायालाई छोडेर अघि बढ्नु, वर्षौं वर्ष दशकौंदेखि आफूसँग जोडिएका धेरै कुरालाई कहिलेकाहीँ हामीले छोडेर अगाडि बढ्नुपर्ने स्थिति आउँछ। कहिलेकाहीँ त मासुबाट नङ उक्काएको जस्तो स्थिति आइपर्छ। एकछिन सोच्नुहोस् त त्यो पीडालाई, कति दुख्छ होइन? हो, उक्काउँदा अवश्य दुख्छ, धेरै दुख्छ। तर एकछिन सोचौँ त, यदि नङै भाँचिएको छ भने, औँलाबाट त्यो आदि उक्किसकेको छ भने, त्यसलाई औँलामा राखेर पाक्न दिएर अझ धेरै पीडा निम्त्याउने? हाम्रा बिग्रिएका सम्बन्धहरू, हाम्रा नमिलेका कुराहरू त्यो आदि उक्किसकेको नङ जस्तै हो, जसलाई उक्काउँदा हामीलाई धेरै पीडा हुन्छ। उक्किसकेपछि निकाउन केही समय अवश्य लाग्छ। हाम्रा प्यारा कुराहरू हामीबाट जब छुटिएर जान्छन्, हामीलाई पनि त्यसबाट निको हुन केही समय अवश्य लाग्छ। तर के त्यो उक्किएको नङको घाउ सधैँ सधैँलाई रहिरहन्छ र? रहँदैन। केही समयमा त्यो ठाउँमा बिस्तारै फेरि नयाँ नङ पलाउन थाल्छ। हुँदा हुँदा तपाईँको त्यो नङ रहितको ठाउँ फेरि बढिएर आउँछ। अनि एक दिन यस्तो आउँछ, कसैले तपाईँको औँला हेरेर यो भन्न सक्दैन एक समय तपाईँको नङ उक्किएको थियो भनेर। अरूको त कुरा छोडौँ, तपाईँ आफैले पनि त्यो घाउ एक दिन खोजेरै भेट्न छोड्नुहुनेछ। ल हेर्नुहोस् त, मुभ अन गर्नु कति इम्पोर्टेन्ट रहेछ। त्यसैले मनभित्रका पीडाहरूलाई, बिछोडका घाउहरूलाई एकहोरो पक्रिएर बस्न हाम्रो निम्ति उचित हुँदैन। जिन्दगीले दिने नयाँ खुसीहरूको निम्ति हामीले त्यो ठाउँ खाली गरिदिनुपर्छ। अनि मात्र हाम्रो जिन्दगीका खुसीहरू बिस्तारै पलाउन थाल्छन्, हुर्कन थाल्छन्। अनि एक दिन यस्तो आउँछ, तपाईँले आफूलाई लागेका चोटहरू खोजेरै भेट्नुहुने छैन। बरु त्यो पलाएको नयाँ नङलाई काठी मिलाई पलिस लगाई चटक्क पारेको जस्तै तपाईँ पनि आफ्नो जिन्दगीलाई चटक्क पारी त्यो नयाँ जिन्दगीको आनन्द लिनपट्टि लाग्नुहुनेछ। अनि त्यो दिन आफूले मुभ अन गर्ने डिसिजन लिएकोमा आफैलाई तपाईँले भन्नुहुनेछ, स्याबास, तैँले जे गरिस् सही गरिस्। म विमल थापा यस्तै एउटा विषय लिएर फेरि भेट्नेछु। नमस्ते।